हेलो हाल्नु भने छिटो के केटाहरू नपाउँदा मात्रै मरिहत्ते गर्छन्, पाएपछि एक ठ्याक नो कन्ट्याक्ट भने जस्तै हो। तपाईलाई पनि केही सहयोग गर्नुपर्छ भन्नु है, म फ्री नै छु। मलाई त धेरै कुराको सहयोग चाहिएको छ, गर्न तयार छौ? भन्नु न, म गरिहाल्छु नि। भन्नु त हुन्थ्यो, खै कसरी भन्नु कसरी? चुमुक चुमुक चम्किने मात्रै हो सोल्टीहरू, चोप्नु बित्तिकै लात्राक लुत्रुक्क भएपछि के काम? लोग्ने मान्छे हुन्, चौतारीको मादल बजाउँछन् नि, भिरेर हिँड्न पो भएन त। कुन तालमा बजाउने हो मादल? ताल परे पावाला बजाउँछु, तेरी आमालाई सोध। एउटा केटाले मेरो चकिलो आहा, त्यतिखेर त लागेको थियो कि अनुहारै चाटेर बसाउँला भनेर सोचेको थिएँ। अहिले यही थुतुनोले गर्दाखेरि बोयफ्रेन्डसँग सुत्ने बेला साथीसँग सुत्नु परेछ। थुक्क लास्टै ठुलो झगडा पर्यो यार, हजुरबा लास्टै बिउ खोज्छ त्यसले। हेर नाति, बहिनीलाई गुनाले मार्नुपर्छ, झगडा गर्नु हुँदैन। कुकुरी चक्कु के कान कट्याउनु बनाएको? मम्मी खासमा बिस्कुट र केटी मान्छे एउटै हुन् नि। किन छोरा? दुईटैको क्रिम दलेपछि भाउ बढिहाल्ने।